सबैजनालाई नमस्ते। ल आज चाहिँ हामी सुपा देउरालीतिर घुम्न जाँदैछौँ। प्रशान्त भाइ नमस्ते सबैजनालाई। आज चाहिँ हामी सुपा देउराली दर्शन गर्न लागिसकेको छौँ। ल क्यामेराम्यान यता पनि देखाइदिनुहोस् त मलाई पनि। ल अब हामी कहाँ जान्छौँ अरे? सुपा देउराली। ल कस ओरिजिनल किन्टेन हाल है तिमीले फेरि त ए दायाँ बायाँ नगर नि त्यहाँ अझै बाइक भएको भए अलिक अगाडि साउन्ड चाहिँ अलिक ल गाइस अहिले भेटौँला अब। अब हामी चाहिँ अब एकदम उकालो लाग्दैछौँ। अब सम्मो बाटो जति तराइसक्यो अब है, तराइसक्यो। अब हामी पाहाडमा छौँ। पाहाड अर्कै ह्याच। वेलकम टु अर्कै ह्याच। चाहिँ अब यसो चिया नास्ता स्पट ब्रेक। यता क्यामेराम्यानलाई पनि देखाइदिउँ हाम्रो। ओ माई गड प्रशान्तजी तपाईँलाई एकदम चिसो भयो जस्तो लाग्यो नि मलाई। भ्यू पनि दामी छ है त फेरि। जामिन आऊ नास्ता खान। ल हाम्रो प्रशान्तजीले चाहिँ एकदमै यहाँ हानिसक्नु भएको छ। हिले खोलाको सेलरोटी मिठो छ है। कति 10 आउट अफ कति दिने यसलाई? 8 आउट अफ 10। ओ माई गड। अलराइट गाइज, हामी चाहिँ यति बेला यसो फोटो खिच्ने ठाउँमा आएको छौँ। भाइ र म चाहिँ एकदमै दामी भ्यू आएको छ होइन प्रशान्त भाइ? गाडीहरू पनि एकदमै मजाले निकाएको छ वारिपारी। दामी ठाउँ छ। ल ओ माई गड। ल प्रशान्तजी यति बेला तपाईँलाई कस्तो लागिरहेछ? एकदम दामी लागिरहेछ मलाई। मजा आएछ? धन्य रुगा लागेन है? रुगा लाग्दैन तर अहिले चाहिँ ठिकै छ। सिधै तराईबाट आएको होइन यहाँ पिरो लाएर। अब हेरौँ के हुन्छ यहाँको मौसम। मौसमले मलाई सुत्छ कि सुत्दैन। यता पनि देखाइदिनुहोस् त हल्का। ठिक छ नि अरू सबै गुड भयो। भाइब्स आइरहेछ। अब हामी कति किलोमिटर जान्छौँ? अब हामी धेरै छैन, अब नजिकै छौँ। अब हाम्रो डेस्टिनेसन त एकदमै अब यहाँदेखि गइसकेपछि हल्का सीतापुर पछि आइहाल्यो त। अब हामी चाहिँ अब जान्छौँ है। फोटोसोटो खिच्यो दामी आएको छ फोटो। अपलोड हुन्छ हाम्रो। हेरिराख्नु। आज कतिवटा पट्टानी भयो प्रशान्त भाइले आज? ढाल्दिनु 2-4जना ढुक्क ढले। ल है त साथीहरू। ल गाइस हामी चाहिँ अब एकदमै सुपा देउरालीको नजिक आइसक्यो। देखाइदिउँ सिन्स उता हाम्रो क्यामेराम्यानलाई पनि देखाइदिउँ। क्यामेराम्यान यता हुनुहुन्छ फेरि बिहाइन्ड द सिन्स है त। लाउरे टाँसेको डाँडा उहाँ देखिरहेछ कालो कालो त्यो है लाउरे टाँसेको भन्ने। पहिला मन्दिर उहाँ माथि थियो भन्थे मान्छेले। मेन मन्दिर उहाँ थियो अरे, पछि उहाँ सुपा देउराली। बाटै देख्दिन त्यो उहाँसम्म जाने त होला कतै न कतैबाट त। ल गाइज प्रशान्तज्यू र म चाहिँ यति बेला सुपा देउराली मन्दिरमा दर्शन गरिसकेँ होइन। पूजा गरेछन् अरूले। टिका चाहिँ लगाइन्छ चलाइ पुलमा। त्यहाँ गइन्छ यसो। के
यताबाट यस्तरी जाने हो कि त चढ्नु पर्दैन हल्का हाइकिङ गर्नुपर्छ तिर बाजे होइन ट्रेकिङ जामै चाहिँ टिका लाउनु पुरै नेपालको नक्सा बनाइदिएर ल हामी चाहिँ अब यहाँ झलमी पुल जानु लाग्यो एकदमै स्वास भयो प्रशान्तजी ओ माई गड सर्टकट पनि छ तर सर्टकट हान्नुहुन्न झन् यो धौ हुन्छ कि यस्तै सर्टकट के यस्तै गरेर होइन झन् अहिले थकी लाग्छ क्या भाइ सर्टकट हान्दाखेरि ल गाइस अलराइट चाहिँ लुक एट पसिना के हो प्रशान्तजी तपाईँ नगुनुपर्छ त आज ल आऊ न बिस्तारै बिस्तारै जाने अब म पारी त्यत्तिकै त्यही माथि जम्मा यसो भ्यू एकदमै हावा चाहिँ एकदमै रिफ्रेसिङ होइन त प्रशान्तजी माथि नै जाने हो नि ल गाइस आज चाहिँ एकदम लामै भ्लग हुने भयो हेर्नु होला लास्टसम्म है त प्रशान्तजी पनि एकदम थकित हुनुभएको जस्तो लाग्यो ल अब यहीँनिर सकिँदो रहेछ हाम्रो चाहिँ सिडी यहाँभन्दा उता चाहिँ जानु मिलेन होइन र ल गाइस फाइनली आइयो एकदमै बहुत हिँड्ने यार त बाइक त्यहाँ तल राखेर यस्तरी हिँडेर यहाँबाट यस्तरी आएर मन्दिर चाहिँ हेर्न त्यो मन्दिर हेर्न बनाएको हेर्न त्यहाँ ढलाइ तल होइन पछि थपेको हो त पहिला त बहुत कुचुक्क थियो नि मन्दिर त बहुत पसिना आयो यार अहिलेलाई चाहिँ यति नै गरौँ अब नेक्स्ट कता हुन्छ स्टप हाम्रो ओ भोक पनि लाग्छ खाना खानुपर्छ अब एकछिनमा ल भेटौँला फेरि प्रशान्तजी तपाईँ किन आज यस्तो बिरामी जस्तो हुनुभएको छ आज बिरामी नै आज चाहिँ आम भनेर आइयो तल सेलरोटी खाइयो होइन खाली पेट खाइयो त्यो यस्तै गर्दाखेरि अझै एकचोटि तरकारी बनाउने तेल थियो त्यसमा पछिबाट हेर्ने अब खाइहाल्यो गाडी झ्याकझ्याक गर्दा गर्दा ग्यास्ट्रिक बढ्यो होइन त्यही हो ग्यास्ट्रिक अहिले आएर यस्तो सयचोटि मुख चिसो पानीले मुख धोएर बल्ल ठिक भयो अल्झानी एकचोटि भइसक्यो एकछिन ब्रेक लिएको अब घर जाने एकछिनपछि है त ल गाइस काफल साफल टिप्यो आरु बखरा टिप्यो हजुर तराई हजुर तराई ल अब चाहिँ हजुर जानु लाग्यो अब घरतिर नोकरी बिजनेस ल पेट्रोल भरियो यहाँ चाहिँ अमर राई ल आजको भ्लग चाहिँ यही एन्ड हुन्छ है त ल